भने हाम्रो सन्दर्भमा चाहिँ के हो भन्दाखेरि हाम्रो पूर्वदेखि पश्चिमसम्म चाहिँ एउटै जाति, एउटै भाषा, एउटै धर्म, एउटै संस्कृति बोकेका समुदायहरू चाहिँ समुदाय छ, समुदायको बसोबास छ। त्यसो हुँदाखेरि त्यहाँनिर थारू जस्तो खालको भिन्नै एउटा आदिवासी समुदाय वा मतलब त्यहाँनिर छुट्टै मिथिला जस्तो खालको छुट्टै भाषा भएको त्यस्तो खालको समुदाय नै बसोबास गर्दैन भने चाहिँ एउटा जातिको आत्मनिर्णयको आधारमा राज्य चाहिँ यदि बन्ने हो, स्टेटहरू बन्ने हो भने हाम्रोमा चाहिँ एउटा चाहिँ पूर्वदेखि पश्चिमसम्म एउटा बन्नु हुँदैन भन्ने खालको कुराकानी भएन। किनभने जातिको आधारमा बन्ने हो भने त्यो त पूर्वदेखि पश्चिमसम्म एउटै जाति बसोबास गर्छ। अर्को कुरा क्षेत्रको आधारमा बन्नुपर्छ भन्ने हो भने हिमाली क्षेत्र एउटा चाहिँ क्षेत्र छ। अब त्यहाँनिर हिमाली क्षेत्र एउटा क्षेत्र चाहिँ स्वायत्त प्रदेश बन्यो भने त्यो क्षेत्रको चाहिँ त भनौँ शिक्षासँग सम्बन्धित विभिन्न चाहिँ सवालहरू भनौँ, स्वास्थ्यसँग सम्बन्धित सवालहरू भनौँ, वा त्यसको चाहिँ के भन्छ तिब्बतसँगको सम्बन्धको सवालहरू भनौँ, त्यहाँको चाहिँ पर्यटनको विकासको सम्भावनाको कुरा भनौँ, वा त्यहाँको चाहिँ वातावरण संरक्षणको सवालको कुराहरू भनौँ, वा खास गरी हाइड्रो इलेक्ट्रिसिटीको कुरा गरौँ, वा सेफ ड्रिङ्किङ वाटरको सोर्सको कुराकानी गरौँ, यो सबै खालको कुराहरूमा चाहिँ एउटा चाहिँ कमन चाहिँ पोलिसी बन्न सक्ने अवस्था हुन्छ। अब र त्यो कमन पोलिसीले त्यसलाई एड्रेस गर्न सक्छ। त्यसो हुँदाखेरि हिमालय स्वायत्त प्रदेश चाहिँ त त्यहाँ टुक्रा टुक्रा बन्नुपर्ने जस्तो खालको केही पनि अवस्था छैन। भन्दाखेरि हामीलाई के लाग्छ भन्दाखेरि मानिसहरूले कुरा उठाउँछ एक मधेस एक प्रदेश त हुँदैन भनिरहेका छन्। अब त्यसो हुँदाखेरि एक हिमालय एक प्रदेश बन्छ त तपाईँहरूको भन्ने पनि हामीलाई पनि प्रश्न गरेका छन्। तर हामीलाई के लाग्छ भन्दाखेरि एक मधेस एक प्रदेश बन्छ बन्दैन त्यसको बारेमा राष्ट्रिय बहस जारी छ, बन्न पनि सक्छ नबन्न पनि सक्छ। तर एक हिमाल एक प्रदेश बन्दैन भन्ने खालको चाहिँ कुनै पनि त्यस्तो किसिमको तर्क भनौँ अहिलेसम्म राजनीतिक पार्टीहरूले दिएकै तर्कहरूको आधारमा हेर्ने भने पनि त्यस्तो अवस्था छैन। तपाईँ नेपाल शेर्पा संघको पनि महासचिव हुनुहुन्छ, यो शेर्पा संघको भावी योजनाको बारेमा बताइदिनुहुन्छ कि? अहिले हामी मुख्यतः शेर्पा संघका प्राय गरी सबै नेतृत्वदायी चाहिँ कार्यकर्ताहरू भनौँ, नेतृत्वमा रहेका कार्यकर्ताहरू यो हिमालय स्वायत्त प्रदेशको स्थापनाको आन्दोलनमा एउटा वा अर्को रूपमा चाहिँ उहाँहरू चाहिँ सक्रिय हुनुहुन्छ। अहिले हाम्रो अब चाहिँ राष्ट्रिय सम्मेलन गर्ने समय चाहिँ आइरहेको छ। हामी शेर्पा संघको राष्ट्रिय सम्मेलनको दिशामा अगाडि बढिरहेका छौँ र हामी केही दिनमा नै यो केन्द्रीय कमिटिको बैठक बसेर राष्ट्रिय सम्मेलन आयोजक कमिटी हामी गठन गर्ने कुरा गरिरहेका छौँ र हाम्रो राष्ट्रिय सम्मेलनको माध्यमबाट हामी चाहिँ थप रूपमा यो हिमालय स्वायत्त प्रदेशको स्थापनाको लागि हामी के गर्न सक्छौँ, कसरी यसलाई अगाडि बढाउन सक्छौँ भनेर चाहिँ हामी जाने हाम्रो चाहिँ कार्यक्रम छ। अन्तमा तपाईँलाई मनमा लागेको कुरा केही छ भने हामीलाई बताइदिनुहोस् न। खास गरी मलाई एउटा अत्यन्तै भन्न मन लागेको कुरा के हो भन्दाखेरि अहिले म जस्तै मेरो नाम गिमा तेन्द्र शेर्पा हो भनेर भन्छु र अरूले विभिन्न कोही हेल्मो समुदाय भन्छन्, कसैले हामी गुरुङ हो भन्छ, कसैले विष्ट हो भन्छन्, कसैले तामाङ हो भनेर भन्छन् होइन। त्यसरी चाहिँ हिमाली बासिन्दा जो अहिले हामी भोट मुल्क भनेर भन्छौँ, हाम्रो चाहिँ परम्परागत रूपमा भोट मुल्कका मानिसहरू कोही विभिन्न नाममा जेमा भए पनि खास गरी यो चाहिँ त पछिल्लो समयमा होइन, खास गरी 1950s को टाइम पछि यतातिर आएर मात्रै यो विभिन्न खालको समुदायहरूमा हाम्रो चाहिँ त्यो नामको पछाडि यसरी परिवर्तन भएर आयो। खास गरी शेर्पा झुन्डाउने वा मतलब हेल्मो भन्ने, वालुङ भन्ने, तक्वे गोला भन्ने, जे पनि भन्ने यस्तो खालको कुराहरू यो पछि आएको कुराहरू हो। विगतमा हामी सबैको नामको पछाडि कुनै पनि हाम्रो थरहरू रहँदैन थियो, किनभने हामी खास गरी बुद्धिस्टहरू हाम्रो चाहिँ के भन्दाखेरि नामको पछाडि थर झुन्डाउने वा हाम्रोमा जातको सिस्टमै थिएन। पछि आएर जब जङ्गबहादुर राणाले मुलुकी ऐन बनायो त्यो बेलामा चाहिँ सबैलाई चाहिँ यो भोटे भनेर चाहिँ मासिनी मतवाली अन्तर्गतमा राख्यो र त्यो भोटे भन्ने चाहिँ एक प्रकारको कस्तो भन्दाखेरि एउटा हेयको दृष्टिकोणले हेर्ने, खास गरी दास बनाउन मिल्ने खालको समुदायको रूपमा जङ्गबहादुर राणाले चाहिँ मुलुकी ऐनमा व्यवस्था गरिसकेपछि आएर सबैलाई चाहिँ भोटे भन्दाखेरि चाहिँ एउटा सबैलाई एउटा यो हेलाको दृष्टिकोणले प्रयोग गरिएको शब्द भन्ने जस्तो खालको ढङ्गले चाहिँ महसुस भएपछि खास गरी हामी शेर्पाहरूले तेन्जिङ शेर्पाले सगरमाथा चढिसक्यो, तेन्जिङ नोर्गेले सगरमाथा चढिसकेपछि यो शेर्पा भन्ने शब्द लेख्ने खालको क्रम अगाडि बढ्यो। मेरो आफ्नो बाजेको कुरा गर्नुहुन्छ भने मेरो आफ्नो बाजेको नाममा पनि उहाँको त्यो बेलाको जग्गाको कागजहरूमा हेऱ्यो भने रिन्जी भोटे भनेर उल्लेख छ होइन। त्यसो हुँदाखेरि के भन्दाखेरि यो शेर्पा भन्ने शब्दहरू भनौँ वा हेल्मो यो जेसुकै भन्नेहरू छ, तपाईँ गोला यो जेसुकै भन्ने छ, यो चाहिँ हाम्रो समुदायमा चाहिँ एउटा चाहिँ के अरे टुक्रा टुक्रामा विभाजन गर्ने र खास गरी एउटा समुदायगत रूपमा भनौँ त्यहाँको एउटा लोकल आइडेन्टिटीलाई जनाउने खालको नामहरू मात्रै हो, परिचय मात्रै हो। त्यसो हुँदाखेरि हामी चाहिँ मूल रूपमा हेर्ने भने हाम्रो जातिको हिसाबले भनौँ वा भाषाको संस्कृतिको हिसाबले हेर्ने भने हामी मुख्य रूपमा एउटा साझा भाषा, साझा संस्कृति, साझा धर्म बोकेको एउटा खास गरी भोटे जाति भन्न सकिन्छ वा मतलब हिमाली जाति भन्न सक्छौँ, त्यो समुदायको मानिसहरू हौँ। र हामी बीचमा जुन खालको विगतमा फुटको मानसिकता थियो त्यो फुटको मानसिकता छोडेर हामी एउटा साझा आइडेन्टिटीको पक्षमा हामी जानुपर्छ र हामीले चाहिँ अहिलेको नेपालमा त्यसरी
अगाडि बढ्न सक्यौं भने मात्र हाम्रो आफ्नो साझा चाहिँ त अधिकार हामीले प्राप्त गर्न सक्छौं। कार्यक्रममा आइदिनु भयो, आफ्नो महत्त्वपूर्ण विचारहरू दर्शकमाझ राखिदिनु भयो, यहाँलाई धेरै धेरै खुसी छ। धन्यवाद। मलाई पनि यो कार्यक्रममा आफ्नो विचार राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद।